नमस्ते सबैजनालाई। म चाहिँ पिडालु खाँदैछु। पिडालु एकदम मिठो। यसलाई कसैले कच्छु पनि भन्नुहुँदो रहेछ, पिडालु पनि भन्नुहुन्छ हैन। म चाहिँ पिडालु नै भन्छु। एकदम मिठो रहेछ। नुन खोर्सानी टिमुरको अचारसँग पिडालु खाँदैछु। हजुरहरूले पनि खानु होला यसरी। मिठो छ। कति मिठो। म कहीँ हराएको छुइनँ है। हजुरहरूले मलाई कता जानुभयो आजभोलि भन्दै हिँड्छ। मैले पनि युट्युब च्यानल खोलिसकेको छु। हजुरहरूले हेरेर माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। हजुरहरू साथ सपोर्टको अपेक्षा राखेको छु। पिडालु 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 त थाहा छ नि हजुरहरूलाई। फाइनली यस्तो मिठो भयो। कति धेरै खाएँ क्या मैले त। हेर्नुहोस् है, हेर्नुहोस्, माया गरिदिनु होला। अब हजुरहरूलाई मैले पहिल्यैदेखि भन्दै आएको छु। अब मैले अहिले तत्कालै नेगेटिभ क्यारेक्टर चाहिँ गर्दिनँ है, पोजिटिभ मात्र सिरियल गर्छु भनेको छु। त्यही भएर हजुरहरूले वेट गरेर बस्नु होला। अब मेरो चाँडै नै न्यू प्रोजेक्ट आउँदैछ। आइसकेपछि म हजुरहरूलाई जानकारी गराउने नै छु। हेर्नुहोस् है, मेरो सिरियल आयो भनेर हजुरहरूलाई जानकारी गराउने छु। त्यतिन्जेलसम्म मैले खेलेका पहिलाकै सिरियलहरू हेरिदिनु होला, माया गरिदिनु होला मलाई। अस्मिता कहाँ छौ, के गर्दैछौ भन्दै यसो म्यासेज पनि गर्दै गर्नु होला, इनबक्स पनि गर्दै गर्नु होला। अनि टिकटक युट्युबमा पनि मेरो भिडियोहरू हेरेर